गोटा हिसाबले माग्ने भनेको ए मेरो जे गरे आजको हिरोहरू चाहिँ यस्तो हो राजु बिचिसकेको जुत्ता यहाँ डल्लै यहाँ 10,000 को जुत्ता बिग्रेको यहाँ चाहिँ साङ्गे हो हिरोहरू गर्नु पर्यो अब हाम्रो हामीले गर्नु पर्यो है तर अब हिउँ चाहिँ यसरी कन्टिन्यू आएकै छ रक्सी चाहिँ खै आम्मा यस्तो हिउँ पर्दैछ अन्त कस्तो छ चालक दाइहरूलाई पनि गर्नु लाउँदैछ पुलिस ग्रेफ आर्मी चालक दाइहरू टुरिज्म डिपार्टमेन्टको पनि आइपुग्नु भएको छ अनि हाम्रो ट्राभलको आस्थाहरूको लो बनाउँदै गरौँ बिस्तारै यहाँ बसेर चाहिँ हुँदैन है अब हिउँ परेको छ हिउँ त अन्त परै छ त लो केटाहरू आफै लागि परौँ गाडीबाट चाहिँ अघि नै बेल्चा निकालेर हालेको भए त्यही त अन्त मैले यहाँ टर्निङमा त यहाँ म एक्लै बेल्चा हालेको त टर्निङमा त एउटा गाडी अड्केको छैन निकालेर फेरि हालेर आउनु पर्यो नि के हो लास्ट गाडी घुम्यो रातिको कति बजे टाइम 9:30 भइसक्यो यतै फर्किला त बाउ ल यतै फर्क्यौ राजु ग्रेफको यहाँ टप चेन्जिङको गाडी यतै फर्क्यौ अन्डा खै ओ तिम्रो पनि गाडी फसेको अल क्लियर गरेको फसेन हाम्रो पनि गाडी डल्लै छोडेर हिउँ चाहिँ हेभी परेछ अन्त ठिकै छ चेन्जिङ यतै फर्किरा फेरि घुमाएर यत्तिको हिउँ पर्न थालिसकेको छ गाडी अझै सकेको छैन गाडीको लाइन परसम्म छ ल गाडी भाइ त्यो भित्र निकाल नि त्यहाँनिर बराबर बिस्तारै बराबर अब बिस्तारै मान्छेको दुःख पो देख्नु पर्यो त केटाहरू त बिजोग भयो त जुत्ताहरू भिजेर लाटलुट भयो त यहाँ त केटाहरू के हो जल्दै भिजेर चिसो होइन के हुड्ला न केटा जुत्ता हुड्ला होइन भिज्यो होला त बिस्तारै ल यस्तै यही छ मौसम गुड भेरी गुड आराम से गुड यो गाडीको फेरि गाडी कन्ट्रोल हुन्छ बराबर हिउँ चाहिँ मजाले पर्दैछ ल हाले तल त्यो फेरि त्यसले ब्रेक छोरा भाइ ब्रेक छोरा हल्का गाडीको फ्लो चाहिँ राख न गाडी चाहिँ रोकिनु चाहिँ भएन नि त भाइ गाडीको फ्लो चाहिँ राख न ब्रेक छोरा त तिमी सिधा गर त डराउनु पर्दैन ब्रेक छोरा न यो पक्रे त यो पक्रे त जाऊ भाइ छोरा हेलमेट तिमी उत्र त उत्र अफ गर गाडी पानीमा पनि हिँड्नु डराउँछ तिमीहरू हिँडेको अब
ब्रेक छोरा ब्रेक छोरा ब्रेक छोरा नर्मल एउटा स्पिडमा हिँड न ल हाम्रो गाडी झार्दियो होला बढाउ न गाडी बढाउ न ब्रेक नगर भाइ सक्छ तिमीले सक्दैन उत्रिँदा हुन्छ भाइ ओ भाइ तपाईँले सक्छ तपाईँ निस्कनु छिरिङ लाग्दै त यहाँ आउँछ हाम्रो आइहाल्छ त सक्दैन त उत्रिहाल्ला यहाँ हुँदैन ब्रेक छोरो हुँदै हुँदैन पुरा यहाँ पुरा कति गाडी छ ल ल ल सक्दैन उत्रिहाल्ला त तल गएर बस्छ तल गएर तल छ तेर्सोमा तल तेर्सोमा जानु नि तेर्सोमा ल ल भाइ भित्र लैजा गाडी के लफै छैन त जाऊ न ल देखेन हो यसरी चलाउनु पर्छ नि ल जाऊ तल तेर्सोमा जाऊ नेक्स्ट